हेलो अर्को इम्पोर्टेन्ट क्वेसन रहेको छ इक्विलिब्रियम अफ अ फर्म अन्डर पर्फेक्ट कम्पिटिसन मार्केट युजिङ टिआरटिसी अप्रोच है। अब हामीले एमआरएमसी अप्रोच त पढ्यो कसरी इक्विलिब्रियम अफ अ फर्म अचिभ हुँदो रहेछ पर्फेक्ट कम्पिटिसन मार्केटमा र मोनोपोली मार्केटमा है। अब टिआरटिसी अप्रोच युज गरेर चाहिँ हामीहरूले कसरी पत्ता लगाउने कि फर्मले कसरी इक्विलिब्रियमलाई अटेन गर्छ अथवा कसरी इक्विलिब्रियम पाउँछ है। सो अकॉर्डिंग टू TRTC approach, a firm attains equilibrium at that output at which the difference between total revenue and total cost is maximum है। भनेको अर्थ के हो त टोटल रेभिन्यू र टोटल कस्टको बीचमा यदि ग्याप म्याक्सिमम छ भनेपछि तपाईँ इक्विलिब्रियम अचिभ गर्न सक्नुहुन्छ। त्यही भन्न खोजेको इक्विलिब्रियम अफ अ फर्म अन्डर पर्फेक्ट कम्पिटिसन मार्केटले। अब भनेको अर्थ के हो भन्दाखेरि हामीले कुन लेभलको आउटपुट उत्पादन गरेपछि हाम्रो टोटल रेभिन्यू धेरै हुन्छ टोटल कस्ट भन्दा त्यो पनि म्याक्सिमम डिफरेन्समा हुनु पर्यो है। त्यसरी हामीले आइडेन्टिफाई गर्छौँ यदि यो लेभल अफ आउटपुट उत्पादन गर्यो भने हामी फाइदामा हुन्छौँ भनेर है। अब त्यो डिसाइड गर्नको लागि हामीले के हेर्नुपर्छ भन्दाखेरि टिआरटिसी को ग्याप हेर्नुपर्छ है। अब पर्फेक्ट कम्पिटिसन हो भनेपछि तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि बिकज अफ द युनिफर्म प्राइस है। बिकज अफ द युनिफर्म प्राइस पर्फेक्ट कम्पिटिसन मार्केटमा तपाईँको टोटल रेभिन्यू कन्स्टेन्ट रेटले इन्क्रिज हुन्छ है। बिकज अफ द युनिफर्म प्राइस है तपाईको पर्फेक्ट कम्पिटिसन मार्केटमा तपाईको टोटल रेभिन्यू कप जहिले पनि कन्स्टेन्ट रेटले बढ्छ जस कारणले गर्दाखेरि इट विल बी अ स्ट्रेट लाइन है। डाइरेक्ट स्ट्रेट लाइन गर्ने के हो एउटा है अनि यहाँ राख्ने एउटा स्ट्रेट लाइन तान्दिने है। एउटा स्ट्रेट लाइन बाङ्गो हुनु भएन मेरो अलिक बाङ्गो भयो तर स्ट्रेट लाइन है सुड बी अ स्ट्रेट लाइन है। सो स्ट्रेट लाइन तान्नुभयो यसलाई टिआर लेखिदिउँ टोटल रेभिन्यू है। हामीले के देखाउन खोजेको टोटल रेभिन्यू टोटल कस्ट देखाउन खोजेको अनि यहाँ तल आउटपुट कुन लेभल अफ आउटपुट हामीले निकाल्न सक्छौँ है। अब यो वाइ एक्सिस लेखिदिनु यो एक्स एक्सिस लेखिदिनु यो 0 भइगयो है। हामीले के थाहा छ यो टोटल रेभिन्यू ड्र गरिदिनु भयो। अब अर्को अब टोटल कस्ट ड्र गर्नु पर्यो र टोटल कस्ट ड्र गर्ने बेलामा के विचार गर्नु होला भन्दाखेरि टोटल कस्ट जहिले पनि इन्भर्सली यस सेपको हुन्छ भनेको साँप हिडे जस्तो यस सेपको बनाउनु पर्यो है। इन्भर्सली यस सेपको हुनु पर्यो हल्का साँप हिडे जस्तो बनाइदिनु अनि यसलाई टिसी लेखिदिनु है। बनाउन सजिलो छ गाह्रो छैन है। के गर्ने त यो गर्ने टिआरलाई तान्यो है टोटल रेभिन्यूलाई तान्यो त्यसपछि के गर्यो एउटा यस बनाइदियो है। अब यस यसरी बनाउनु होला कि यहाँनिर एउटा ग्याप चाहिँ धेरै देखियोस् है। जस्तै यहाँनिर मैले यो ग्यापले धेरै लिएँ ल है। अब यसो हेर्ने हो भने टिआरटिसी ड्र हामीले गर्यो टिआरटिसी ड्र गरिसकेपछि हामीले यहाँ हेर्नु पर्यो पोइन्ट ए छ एउटा पोइन्ट राखिदिउँ जहाँ जहाँ टिआरटिसी बराबर त्यहाँनिर अर्को पोइन्ट राखिदिउँ पोइन्ट बी राखिदिउँ है। अब यसो हेर्नु भने यो पोइन्ट ए भन्दा यता हेर्ने हो भने यो एरिया टोटल कस्ट इज ग्रेटर देन टोटल रेभिन्यू है। हेर्नु तपाईँको टोटल रेभिन्यू यहाँ छ टोटल कस्ट यहाँ छ भनेपछि यो ग्याप भनेको के भन्दाखेरि तपाईँको खर्च धेरै भइरहेको छ उत्पादन गर्न र तपाईँले आम्दानी कम कमाइराख्नु भएछ है। यदि नम्बरमा लेख्ने हो भने तपाईँको यदि खर्च 10 रुपियाँ भइरहेको छ भनेपछि तपाईँको आम्दानी जम्मा 5 रुपियाँ भइरहेको छ भनेर बुझ्नुहोस् है यो एरियामा है। भने यहाँ तपाईँको टोटल कस्ट धेरै छ टोटल रेभिन्यू कम छ भनेपछि तपाईँले यो एरियामा के लस बियर गरिराख्नु भएको छ तपाईँले लस फेस गरिराख्नु भएको छ है। दिस इज अ लस युआर फेसिङ अ लस बियोन्ड दिस पोइन्ट्स ए पोइन्ट भन्दा यताको एरिया तपाईँले लस गर्नुहुन्छ है। अब यता हेर्ने क्यू क्यू Q1 अब यो पोइन्ट बी भन्दा माथि हेर्यो भने यो एरिया पनि के हो त हाम्रो लसको एरिया हो। किन लसको एरिया भन्दाखेरि हाम्रो टोटल रेभिन्यू माथि छ टोटल कस्ट तल छ भनेको हाम्रो खर्च धेरै भइरहेछ हाम्रो आम्दानी कम भइरहेछ। सो दिस इज द लस एरिया है। अब भनेपछि हामीले उत्पादन गर्न सक्ने भनेको अर्को एउटा पोइन्ट ए हो अर्को एउटा पोइन्ट बी हो तर के यही पोइन्टमा हो त हामीले इक्विलिब्रियम अचिभ गर्ने त्यो पनि एउटा बिग क्वेसन मार्क छ है। यो ठाउँ हेऱ्यो भने हाम्रो टिआर र टिसी बराबर भएको अवस्था है। भनेको अर्थ के टिआर र टिसी बराबर भने यो लेभल अफ आउटपुट हामीले उत्पादन गर्यो भने हामीहरूले फाइदा पाउँदैनौँ हामी घाटा पनि हुँदैन हामीलाई फाइदा पनि हुँदैन है। हामीलाई घाटा पनि हुँदैन हामीलाई फाइदा पनि हुँदैन। यो भनेको अर्थ के हो भन्दाखेरि 5 रुपियाँ खर्च छ भनेपछि 5 रुपियाँ आम्दानी छ भनेर बुझ्नु पर्यो है। अब यही चिज पोइन्ट बीले पनि देखाइरहेको छ यहाँ पनि टिआरटिसी बराबर छ। अब टिआरटिसी बराबर छ भनेपछि हामीलाई के हुन्छ भन्दाखेरि
बराबर भएको अवस्था, न फाइदा न घाटा। यहाँ पनि के भन्छ 5 रुपियाँ यदि खर्च हो भने 5 रुपियाँ तपाईँको आम्दानी भइरहेछ भनेर देखाइरहेछ है। भनेपछि हामीले यो पोइन्ट ए भन्दा यता पनि उत्पादन गर्न मिलेन, यो पोइन्ट बी भन्दा यता पनि उत्पादन गर्न मिलेन। किन भन्दाखेरि यो पोइन्ट भन्दा यता उत्पादन गर्यो भने हाम्रो खर्च धेरै हुन्छ, आम्दानी कम, र यो पोइन्ट भन्दा पनि उता उत्पादन गर्यो भने हाम्रो खर्च धेरै हुन्छ, आम्दानी कम हुन्छ। भनेपछि हामीले उत्पादन गर्ने भनेको यो ए र बी को बीचमा गर्ने हो है। अब ए र बी को बीचमा पनि कहाँनिर गर्ने भन्दाखेरि है, जहाँनिर टिआरटिसी को ग्याप धेरै छ, यो टिआर हो यो टिसी हो। टिआर माथि छ भनेपछि यहाँ पनि माथि छ, यहाँ पनि माथि छ, नो प्रब्लम। तर ठ्याक्कै सबभन्दा धेरै ग्याप कहाँ छ भन्दाखेरि यहाँनिर यस्तो, यहाँनिर अलिक धेरै ग्याप देखिरहेको छ। यसलाई हामीले Q2 भन्न सक्छौँ है, यसलाई हामीले Q2 भन्न सक्छौँ है। भनेपछि हामीले यदि यसले नाम दिइदियो भने, यसलाई एन नाम दिइदियो भने NQ लेभलको आउटपुट अथवा OQ2 लेभलको आउटपुट हामीले उत्पादन गर्यो भने हामी म्याक्सिमम फाइदामा हुन सक्छौँ है। किन भन्दाखेरि यो लेभल अफ आउटपुट उत्पादन गर्यो भने हाम्रो टोटल रेभेन्यू र टोटल कस्टको जुन ग्याप छ एकदमै धेरै म्याक्सिमम छ है। हामीले यहाँ पनि गर्न सक्छौँ, यहाँ पनि गर्न सक्छौँ, तर यसो हेर्यो भने यो ग्याप अलि सानो छ टिआरटिसी को, यो ग्याप अलि सानो छ टिआर भन्दा टिसी को है। त्यही भएर यो ठाउँमा हेर्नु है, यहाँ के छ त ग्याप एकदमै म्याक्सिमम छ। त्यही भएर हामीले यो पोइन्टमा उत्पादन गर्छौँ। यसैले नै हामीले के भनिएको त टिआरटिसी अप्रोच है। अब यसो हेर्ने हो भने यो पोइन्टभन्दा यता लस छ भनेपछि यो पोइन्टभन्दा यता त हामीले के भन्छ लसको एरिया। यदि लसको एरिया पनि देखाउनु पऱ्यो भने यो हाम्रो लस है। र यो यहाँ छ भने त यहाँबाट यस्तै छोएर त लगाइदियो भने यो भनेको हाम्रो प्रफिटको एरिया हो है। तर म्याक्सिमम प्रफिट कहाँ भइरहेछ यहाँनिर, किन यो भनेको टिआरटिसी को म्याक्सिमम ग्याप छ। त्यही भएर हामीले म्याक्सिमम प्रफिट यहाँ कमाइरहेको छौँ। हुन त Q देखि Q1सम्म हामीले यो बिचमा जति उत्पादन गरे पनि फाइदा त फाइदामा हुन्छौँ, तर म्याक्सिमम फाइदा कहाँनिर हुन्छ भन्दाखेरि Q2 उत्पादन गर्ने बेलामा म्याक्सिमम फाइदामा हुन्छौँ। किन भन्दाखेरि यहाँनिर टिआर र टिसी को ग्याप, यो टिआर र यो टिसी को ग्याप, जुन यो ग्याप छ एकदमै धेरै छ, जस कारणले गर्दाखेरि हामीले यहाँ म्याक्सिमम प्रफिट जेनेरेट गर्न सक्छौँ है। सो जहिले पनि के हेर्नु होला, ग्याप हेर्नु होला। यो तपाईँको प्रफिट भइहाल्यो है।